एकदमै भावुक मलाई यादको मायाले। संसारका सबैभन्दा मिठा यादहरू, संसारका सबैभन्दा मिठा यादहरू र गहिरा भावनाहरू शब्दमा कहाँ अटाउँछन् र? संसारका सबैभन्दा मिठा यादहरू गहिरा भावनाहरू शब्दमा कहाँ अटाउँछन् र? त्यो त महसुस गर्ने न हो, त्यो त महसुस गर्ने हो। उमेर ढल्कँदै गएपछि वर्तमान र भविष्यभन्दा पनि अति प्यारो लाग्छ। उमेर ढल्कँदै गएपछि वर्तमान र भविष्यभन्दा अति प्यारो लाग्छ, प्यारो हुन्छ मानिसलाई। यिनै मिठा सम्झना सँगाल्दै जीवन अर्पण गर्ने हो। त्यसैले जिन्दगीमा मिठा यादहरू नै धेरै बढाउनु होला। प्रिय साथी तिमी नहराउनु, जहाँ पुगे पनि म तिम्रै साथमा हुनेछु। प्रिय साथी नहराउनु, तिमी जहाँ पुगे पनि म तिम्रै साथमा हुनेछु। आँखा बन्द गरेर सम्झनु यो पल, आँखा बन्द गरेर सम्झनु यो पल, म पनि सम्झिनेछु आजको यो पल। हामी सँगसँगै रमाएका हर क्षण, मैले दिएका मायाका हर चहल पहल, मैले दिएका मायाका हर चहल पहल। समयको रफ्तारसँगै कार्यक्षेत्रमा दौडिँदै समयको रफ्तारसँगै कार्यक्षेत्रमा दौडिँदै समयले हामीलाई भुलिसकेको हुनेछ, समयले हामीलाई भुलिसकेको हुनेछ। त्यो बेला बाहिर हेर्नु मैले रोपेको लालुपाते, त्यो बेला बाहिर हेर्नु मैले रोपेको लालुपाते, ऐना हेर्नु आफ्नो कपाल पनि फुलिसकेको हुनेछ, ऐना हेर्नु आफ्नो कपाल पनि फुलिसकेको हुनेछ। नबोल्नु कहिले वर्षी झरी र टन्टलापुर, नबोल्नु कहिले वर्षी झरी र टन्टलापुर घाममा छाता। जन्म जन्म भुल्ने छैन प्रिय साथीको यो नाता, जन्म जन्म भुल्ने छैन प्रिय साथीको यो नाता। मनको पवित्र स्थानमा राख्नु प्रिय साथीलाई मेरा यी दुई शब्द। भन्ने ठाउँ नै पाइएन कि बिचमा अन्तिममा त शब्दहरू आफैमा के थिए ओजस्वी थिए। बिचमा वाह भनेर झन् ढिक्का पनि भयो कि अन्तिममा एकदम राम्रो। ल यो भाँडेर अब जाम है।